ल है त साथीहरु चाहिँ हाम्रो सिलिङ सर्ट अनबक्सिङ हुँदैछ कसरी फिट गर्ने पुरा हामी देखाइराछौं सो भिडियो पुरा हेर्नु होला हजुरहरु पनि आरामले घरमा यसरी फिट गर्न सक्नुहुन्छ है त यो चाहिँ एकदम राम्रो खाली रबर अनि पाउच पनि एकदम राम्रो छ सो यसरी स्क्रुलाई चाहिँ खोल्ने पहिला अनि त्यसलाई चाहिँ पुश गर्ने स्क्रुलाई अनि अलि उता जान्छ है त यो यसरी पुश गरेर अनि टक्क लगाउने यतापट्टि दिया हुन्छ यसरी चिप्ने वाला अनि यसरी टक्क कस्ने यो पनि सेम त्यसरी नै है त यसरी नै टक्क लगाएर कस्दिने यो पनि एकदम यसरी यो चाहिँ रेडी भयो अब यसमा चाहिँ हामी लेजर लाइट अनि एमिङ पोइन्टहरु फिट गरिराछौं है त यो चाहिँ वाटर लेभल वाला हो वाटर लेभल वाला चाहिँ हामी यसरी फिट गर्छौं अलि जोरले दबाउनेलाई चाहिँ अनि ठ्याक्क गइहाल्छ अनि त्यसपछि चाहिँ स्लाइड गर्ने आरामले बस लेजर लाइट चाहिँ यसरी हाल्ने अनि यो नट यो के भन्छ बोल्ट भन्छ कि नट भन्छ यसले चाहिँ घुमाएर अनि कस्ने यता साइडमा पल हुन्छ है त यता रबरको अगाडिपट्टि अनि त्यताबाट टक्क यसरी चाहिँ गर्ने अब रेडी भयो एकदम यसरी हान्न सक्नुहुन्छ मज्जाले लेजर लाइट पनि यो लेजर लाइट चाहिँ बल्छ है त यसरी यतामा यसरी मजाले हान्न सक्नुहुन्छ पुरा तन्काएर एकदम अनि यसमा चाहिँ अरु के आउने रहेछ भित्र अरु बेरिङ पनि होला बेरिङ पनि आउँछ है त यो यसमा चाहिँ